बजारमा दुई थरी स्टुडेन्ट हुनुहुन्छ। एक थरी स्टुडेन्ट जसले सी पास गरिसक्नु भएको छ र इन्डियाको लागि प्यारलली प्लान गर्दै हुनुहुन्छ। त्यसको लागि हामीले अलरेडी भिडियो बनाइसकेको छौँ, त्यो चाहिँ हजुरले चेक गर्न सक्नुहुन्छ। अर्को थरी स्टुडेन्ट भनेको चाहिँ जसले 2-3 एटेम्पमा पनि सीमा चाहे जस्तो ऱ्याङ्क नपाएर नेपालमा सिट पाउनु भएको छैन। सो त्यस्तो स्टुडेन्टको लागि चाहिँ हामीसँग केही अप्सन्सहरू अभाइलेबल छ सर। स्योर म्याम छ। उहाँहरूले चाहिँ मेनली चाहिँ सुरुमा आफ्नो गोल क्लियर गर्नु पर्यो। अब 2-3 वर्षदेखि ड्रप गर्नुभएको छ भनेपछि यदि उहाँहरू नर्सिङकैमै करियर बनाउन चाहनुहुन्छ भने उहाँहरूको लागि बेस्ट चोइस भनेको जिएनएम नर्सिङ हुनसक्छ। सो जिएनएम नर्सिङ त डिप्लोमा कोर्स भयो, जसलाई एकदमै नर्सिङै पढ्न मन छ भन्ने स्टुडेन्टले जिएनएम पर्स्यु गर्दा खासै प्रब्लम भएन। तर अब ब्याचलर पढ्छु तर मेडिकल कोर्स नै पढ्छु भन्ने स्टुडेन्टको लागि चाहिँ हामीसँग केही अप्सन्सहरू होला। यस म्याम स्योर। उहाँहरू विद्यार्थी भाइ बहिनीहरूले चाहिँ अहिले इन्डियामा एकदम ट्रेन्डिङमा रहेको र ग्लोबल डिमान्डिङ भएको कोर्सहरू छन्, जस्तै बिएससी एनेस्थेसिया, बिएससी अपरेसन थिएटर टेक्नोलोजी, बिएससी रेनल डायलिसिस टेक्नोलोजी। यो कोर्सेसहरू चाहिँ नन सी कोर्सेस हुन् जुन चाहिँ तपाईँले इन्डियामा गएर पढ्न सक्नुहुन्छ। यसको लागि सी पनि चाहिँदैन। सो यस्तो कोर्सहरू पढ्नको लागि कुनै पनि किसिमको इन्ट्रान्स एक्जाम चाहिँ दिनु परेन? पर्दैन म्याम। जिएनएमको लागि होस् या नन सी कोर्सेसहरूको लागि यसको लागि कुनै पनि इन्ट्रान्स एक्जाम रिक्वायर्ड छैन। अनि सर एनओसी र इलिजिबिलिटीको कुरा? स्योर म्याम। जो विद्यार्थी भाइ बहिनीहरू जिएनएम अथवा नन सी कोर्सेस पढ्न चाहनुहुन्छ उहाँहरूले नेपाल सरकारद्वारा एनओसी मजाले पाउनुहुन्छ, इन्ट्रान्स एक्जाम नदिए। ओके, थ्याङ्क यू फर यर टाइम सर। थ्याङ्क यू। सो हजुरहरू पनि यस्तै खालको दुविधामा हुनुहुन्छ र अप्सन्सहरू खोजिराख्नु भएको छ भने यसबारे थप जानकारीको लागि यु क्यान कन्ट्याक्ट अस।